हाम्रो अहिलेको यो फोल्डर छ, फोल्डरमा .env छ हैन, त्यो डिपेन्डेन्सीको लागि। त्यस्तै अब यहाँ कोडको फाइलहरू हुनसक्छ, फोल्डरहरू हुनसक्छ। अर्गनाइजेसन चाहिँ पहिलेदेखि सोच्नुपर्छ कि जस्तो म अब यो फोल्डरमा के राख्छु हैन, त्यो यताउता सिस्टम डिजाइनको कुराहरू। अनि गिट पनि पहिलेदेखि चलाउन सिक्नुपर्छ। जस्तो गिट इनिट गऱ्यो भने चाहिँ यहाँ एउटा भर्जन कन्ट्रोलको लागि रेपोजिटरी बन्छ। अनि त्यस्तै एउटा गिट इग्नोर पनि राखौँ न भनेको। यहाँ छ गिट इग्नोर लेखौँ, .git इग्नोर है। अनि यहाँ चाहिँ हामीले .env इग्नोर गर्न खोजेको कि भनेको अब जब हामीले यो रिपोजिटरीबाट पुश गर्छौँ नि गिटहबमा, त्यति बेला चाहिँ यो भित्रको सबै कन्टेन्ट्सहरू इग्नोर हुन्छ कि। त्यस्तै पासवर्ड्सहरू केही छ भने त्यो राख्दा हुन्छ, त्यस्तो कुराहरू इग्नोर गर्दा हुन्छ। अनि त्यसपछि अब हामी हाम्रो स्लाइडतिर छौँ। हाम्रो स्लाइडमा आज के छ भने सर हेरौँ न। हामीले थर्ड पार्टी लाइब्रेरी युज गर्नु पर्यो। थर्ड पार्टी लाइब्रेरी भनेको हामी बाहेक अरू कसैले बनाइदिएको हाम्रो लागि लेखिदिएको कोड हो कि। यो चाहिँ पिप युज गरेर हामीले इन्स्टल गर्न मिल्छ। पिप इन्स्टल अनि त्यसपछि नम्पाई अथवा केही त्यस्तो वाला लाइब्रेरीहरू जब चाहिन्छ नि त्यति बेला इन्स्टल गर्ने वाला कुराहरू हो। अनि पाइथनको लाइब्रेरीहरू चाहिँ यहाँ हुन्छ है। अब कहाँ छ, अब कसरी थाहा हुन्छ मलाई के नामबाट इन्स्टल गर्ने हुन्छ नि, पिप इन्स्टलै हो भनेर कसरी थाहा हुन्छ, त्यो कुराहरू चाहिँ यहाँबाट हेर्दा हुन्छ। जस्तो pipy.org मा गयो भने चाहिँ अनि हामीलाई चाहिएको जस्तो सपोज मलाई डेटा रिलेटेड केही लाइब्रेरी चाहियो भने चाहिँ डेटा यसरी खोज्दै जाने कि मलाई कुन लाइब्रेरी चाहिएको छ नि त्यसरी खोज्दै जान मिल्यो। अथवा सपोज मलाई थाहा छ मलाई चाहिँ नम्पाई भन्ने लाइब्रेरी चाहियो भने चाहिँ नम्पाई भनेर सर्च गर्नु पर्यो। नम्पाई यहाँ छ, इन्स्टल कसरी गर्ने भनेर यहीँ तल लेखिरहेको हुन्छ। यसरी गर्न मिल्यो हैन। यसको डकुमेन्टेसनमै गएर हेर्दा हुन्छ। यहाँ त अगाडि खासै नहोला, तर यही यसको 2-3टा भर्जन छ कि। वेबवाला भर्जन हेऱ्यो भने चाहिँ अनि यहाँ गेटिङ स्टार्टेड छ, एब्सोल्युट बिगिनर्स गाइडमा जान्छ। अनि यसरी इम्पोर्ट नम्पाई एज एनपी गर्नु पर्यो भने छ। यो युज गर्नको लागि है यो भयो। तर इन्स्टल गर्नको लागि त यहाँ छ। इन्स्टल गर्नको लागि प्रोजेक्ट बेस्ड हो भने चाहिँ युबीबाट इन्स्टल गर्दा हुन्छ, युबी पिप भनेर हैन। अथवा इन्भाइरोमेन्टको लागि हो भने चाहिँ कन्डाबाट गर्दा हुन्छ भने चाहिँ अथवा पिपबाट गर्दा हुन्छ। कोन्डा भनेको पनि डिपेन्डेन्सी म्यानेजर हो, पिप जस्तै नै हो, तर कोन्डा चाहिँ मेसिन लर्निङको लागि बढी युज गरिन्छ। अनि अलिकति बल्की हुन जान्छ। हामीले चाहिँ पिप युज गरिरहेछ महिलेलाई, पिप युज गरेको भए चाहिँ पिप इन्स्टल नम्पाई भनेर गर्दा हुन्छ। त्यस्तै सिस्टम प्याकेज म्यानेजरहरू छ भनेको विन्डोजमा पनि प्याकेज म्यानेजर हुन्छ कि छुट्टै। जस्तो हामीले सफ्टवेयर इन्स्टल गरिन्छ नि, नर्मल त हामीले कतैबाट जस्तो केही कुरा डाउनलोड गर्नु पऱ्यो भने विन्डार डाउनलोड गर्नु पऱ्यो भने विन्डार डाउनलोड भनेर हेर्छौँ भनौँ। अथवा हामी स्टोरमा गएर अनि विन्डोज स्टोरबाट केही कुरा डाउनलोड गर्छौँ नि, विन्डार भनौँ न यस्तो केही, अनि यहाँबाट डाउनलोड गर्छौँ। अब यो एकदमै झ्याउ काम हो कि खास। त्यसरी गर्नुभन्दा चाहिँ हामीले लिनक्समा जसरी प्याकेज म्यानेजरहरू युज गरेर एपिटी भन्ने प्याकेज म्यानेजर युज गरेर इन्स्टल गर्न मिल्छ नि कुनै सफ्टवेयर, अथवा म्याकमा ब्रु युज गरेर गर्न मिल्छ, होम ब्रु युज गरेर, त्यस्तै विन्डोजमा पनि चक्लेटी अथवा अरू कुनै प्याकेज म्यानेजरहरू युज गरेर पनि इन्स्टल गर्न मिल्छ कि। त्यो कुरा भयो। हामी त्यस्तै सोर्सबाट बिल्ड गर्न पनि पायो होइन, मन लाग्यो भने त्योहरू गर्दा हुन्छ आफ्नो इच्छा। तर त्यही हामी चाहिँ अहिले धेरै अब डिस्ट्र्याक्ट नभइकन यो सक्छौँ। हामीले इन्स्टल गर्नको लागि जस पिप इन्स्टल लाइब्रेरीको नाम हाल्यौँ भने चाहिँ हाम्रो इन्भाइरोमेन्टमा त्यो वाला लाइब्रेरी इन्स्टल हुन्छ। इन्स्टल भइसकेपछि अब युज गर्न पाइयो। त्यस्तै कमेन्ट्सको कुरा छ। अब हामीलाई कोडभन्दा पनि कमेन्ट धेरै इम्पोर्टेन्ट हुन्छ कि धेरै जस्तो चाहिँ। त्यो किन भन्दाखेरि चाहिँ हामीले के कोड लेख्दैछौँ रे होइन, अब 1 वर्षपछि हेर्दैछौँ भने त हामीले नै बिर्सिन्छौँ कि के लेख्दै थियौँ त्यसमा भनेर। जस्तो सपोज मैले कुनै एउटा फङ्सन लेख्दैछु होइन, यो एउटा फङ्सन छ अरे क्या सपोज मसँग यहाँ होइन, जस्तो यो फङ्सन भयो। अनि यहाँ चाहिँ फङ्सन चाहिँ मैले कभर गरेको छैन अहिले है, तर यसले बेसिकली के गर्छ भन्दाखेरि चाहिँ केही एकदमै नयाँ कुरा गर्छ अरे कि, एकदमै गाह्रो काम गर्छ अरे कि यसले चाहिँ यहाँ डु हार्ड थिङ त्यस्तो होइन। अनि मैले चाहिँ आज सम्झिरहेको छु, तर मैले 1 वर्षपछि हेर्दा 10 वर्षपछि हेर्दा सम्झिनँ अरे कि, 1 हप्तापछि नै बिर्सिन्छ कि के गर्थेँ भनेर। अब यो कुरा सम्झिनु पऱ्यो नि त भने चाहिँ सम्झिनको लागि चाहिँ हामीले कमेन्ट लेख्छौँ कि यसरी। मैले यहाँ ह्यास लेख्दाखेरि चाहिँ यो मेरो लागि हो भन्ने बुझिन्छ कि। मैले यहाँ ह्यास लेखेर केही कुरा सुरु गरेँ भने चाहिँ त्यो मेरो लागि हो। यो सिङ्गल लाइन कमेन्ट भयो होइन। त्यस्तै फरक अरू टाइपको कमेन्ट पनि हुन्छ कि, जस्तो मल्टिलाइन कमेन्ट हुन्छ, 3टा स्ट्रिङ 3टा कोड राखेर लेख्यो भने चाहिँ त्यो चाहिँ युजली डकुमेन्टेसनको लागि युज गरिन्छ कि। जस्तो यहाँ 3टा गरेर अनि त्यसपछि यहाँ मैले यो फङ्सनको बारेमा केही गर्न मिल्छ कि। जस्तो सपोज यसले चाहिँ के गर्छ, डज समथिङ फ्यान्सी होइन। अनि यो फङ्सनले के लिन्छ के दिन्छ भन्ने हुन्छ कि। जस्तो यो फङ्सनले सपोज एक्स लिएर एक्सको स्क्वायर दिने हो कि होइन, एक्स लिन्छ भने चाहिँ यसको के लिन्छ भनेर भनौँ न। यहाँ टेक्स्ट लेखौँ न, टेक्स्ट के लिने भयो, एक्स लिने भयो, एक्स के हुन्छ, नम्बर हुन्छ होइन।
अनि रिटर्न के गर्छ, रिटर्न्स सपोज वाइ रिटर्न गर्छ नम्बरहरूले हैन, डज समथिङ फ्यान्सी भनेको स्क्वायर्स भनौँ न यस्तो केही लेख्नु पर्यो भने चाहिँ हामीले यसरी 3टा कोड लिएर लेखिन्छ कि यो चाहिँ नर्मल्ली हामीले कुनै क्लास अथवा फङ्सनको लागि गरिन्छ, त्योमा हामी जान्छौँ सुस्त तर यो 2टा टाइप हो भनौँ न। कमेन्ट लेख्नको लागि चाहिँ यसरी लेख्नु मिल्छ, फरक तरिकाले लेख्नु मिल्छ भने हो। यस्तो वाला यो ह्याशवाला कमेन्टहरू चाहिँ जहाँसुकै लेख्दा नि भयो। यो 3टा वाला चाहिँ हामीले अरू कुनै कोड ब्लकको भित्र लेखिन्छ नर्मल चाहिँ, ठ्याक्कै यस्तैको भित्र कि फङ्सनको भित्र नै लेखिन्छ कि नर्मल चाहिँ। अनि योहरू रिड गर्नको लागि चाहिँ छुट्टै कुराहरू हुन्छ कि जस बेसिकली हामीले कमेन्टहरू लेख्न मिल्छ। कमेन्टहरू फरक टाइपको हुन्छ अनि कमेन्टहरू चाहिँ हाम्रो इन्टरप्रिटरले इग्नोर हान्छ है। कम्पाइलर युज गऱ्यो नि, इन्टरप्रिटर युज गऱ्यो नि, त्यो चाहिँ इग्नोर हान्ने भयो, हाम्रो लागि भयो, त्यो भयो। इन्डेन्टेसन भनेको के हो? अब इन्डेन्टेसन भनेको स्पेस हो अथवा ट्याब हो। जस्तो अरू ल्याङ्ग्वेजेसहरूमा चाहिँ ब्रेसेस हुन्छ कि, पाइथनमा जाभामा C++मा जाभास्क्रिप्टमा ब्रेसेसहरू हुन्छ। पाइथनमा चाहिँ हामीले नर्मली स्पेस युज गरिन्छ अनि स्पेसहरू पनि अब थरीको हुन्छ। 4वटा स्पेस युज गर्ने चलन छ, त्यस्तै 8वटा, कोही चाहिँ 3टा, त्यसरी नर्मल चाहिँ हामीले 4वटा स्पेस युज गर्छौँ। ट्याबलाई त्यो चाहिँ हामीले यहाँ कन्फिगर पनि गर्न मिल्छ है। एउटा ट्याब भनेको चाहिँ कतिवटा स्पेस हो भनेर प्रेफरेन्समा सेट पनि गर्न मिल्छ। पाइथनमा चाहिँ एकदमै म्याटर गर्छ, स्पेस बिग्रियो भने कोडले काम गर्दैन। जस्तो यो छ नि, जस्तो यहाँ अरू कोड नपढिकन पनि सर हामीले स्पेस हेर्न मिल्छ नि, होइन यहाँ स्पेस छ भनेपछि पहिला यो हुन्छ होला, त्यसपछि यो हुन्छ होला, त्यसपछि यो हुन्छ होला। यहाँ स्पेस छ भने चाहिँ पहिला यो हुन्छ होला, अनि फर्किन्छ होला, अनि यो हुन्छ होला होइन। यहाँ स्पेस छ, यो हुन्छ, अनि त्यसपछि यो हुन्छ, अनि त्यसपछि यहाँ आउँछ, अनि यो यहाँ हुन्छ। यसरी सर हेर्न मिल्छ कि हामीले। त्यो प्रोग्रामको फ्लो नै स्पेसमा डिपेन्ड गर्छ कि, त्यो भयो। त्यस्तै टोकन्सको कुरा छ। टोकन्स भनेको चाहिँ कस्तो भन्दाखेरि अब हाम्रो ल्याङ्ग्वेज, हाम्रो जुन पाइथनको कोड छ नि, पाइथनको कोडलाई चाहिँ हाम्रो इन्टरप्रेटरले बुझ्ने बेलामा चाहिँ एकदमै सानो टुक्रामा कन्भर्ट गर्छ कि। जस्तो रामले भात खायो भन्दा राम अनि भात अनि खायो भनेर हामीले ब्रेक गरिन्छ नि आफूले बुझ्नलाई, राम छ, भात छ, खायो छ, त्यसरी। त्यस्तै पाइथनको प्रोग्रामलाई पनि यो टोकनमा ब्रेक गरिन्छ कि। टोकन भनेको एकदमै सानो चङ्कहरू हो, सानो युनिटहरू हो भनौँ न। अनि 5वटा क्याटेगोरी छ टोकनहरूको चाहिँ। बेसिकली किबोर्डहरू छ, किबोर्ड भनेको रिजर्भ वर्डहरू हुन्छ, त्यो चाहिँ हामीले युज गर्न पाइँदैन। त्यस्तै आइडेन्टिफायर छ, लिटरल छ, अपरेटर छ, डिलिमिटर छ। यो अब जतिखेर चाहिन्छ त्यतिखेर छन्, तर अहिले सेपरेटर भनेको चाहिँ डिलिमिटर भनेको कमा जस्तो कुराहरू हो कि, जसले सेपरेट गर्छ कि। यो भयो होइन, स्पेस हुन पनि सक्छ। अनि किबोर्डमा जाऊँ सुरुमा। किबोर्ड भनेको चाहिँ रिजर्भ वर्ड हो, जुनको चाहिँ एकदमै डिफाइन्ड मिनिङ हुन्छ। यो चाहिँ अलि पुरा थ्योरी जस्तो भयो है कोड भन्दा नि, तर यो हामीलाई एकदमै काम लाग्छ है। जस्तो किबोर्डहरू चाहिँ इफ एल्स देख्छौँ नि हामीले पाइथनमा, जस्तो यहाँ अगाडि देखिरहेको थियौँ नि, जस्तो यहाँ इफ थियो, यहाँ एल्स थियो। त्यस्तै अरू के छ, यहाँ मैले अघि डेफ लेखिरहेको थिएँ होइन, यहाँ अगाडि डिएफ लेखिरहेको थिएँ। यो चाहिँ किबोर्ड हो कि, त्यो हामीलाई काम लाग्ला जे त्यो किबोर्ड हो भनेर थाहा पाउनु पऱ्यो। अनि त्यही जस्तो अरू कुरा नि छ। अनि त्यसपछि आइडेन्टिफायर्सहरू आयो। आइडेन्टिफायर भनेको नाम हो कि। जस्तो हामीले केही कुरा लेख्दैछौँ भने चाहिँ त्यहाँ हाम्रो आफ्नै नाम दिन्छौँ नि, जस्तो माई बेसिक प्रोग्राम भन्छौँ नि, त्यो एउटा आइडेन्टिफायर हो कि। आइडेन्टिफायर भनेको नाम मात्रै हो, अरू केही पनि होइन, जेको नाम पनि हुनसक्छ। यो कुराहरू हामी अब जति बेला युज गर्छौँ त्यति बेला हेर्छौँ। अनि यो चाहिँ हाम्रो लागि हो, त्यही भएर हामीले चाहिँ बुझ्ने हिसाबले नाम दिनुपर्छ। नाम दिँदाखेरि कि जस्तो मेरो बोतल लेख्छौँ नि हामीले बोतलको बाहिर, त्यस्तै चिन्न पऱ्यो कि त्यो बोतल हेरेर कसको बोतल हो भने जस्तो कि। जस्तो अनि पाइथनमा चाहिँ यो भ्यारिएबलहरू, यो कुराहरू नाम दिनको लागि चाहिँ एकदम स्ट्यान्डर्ड रुलहरू छ कि। जस्तो सानो लेटरले अथवा क्यापिटल लेटरले अथवा अन्डरस्कोरले स्टार्ट हुनुपर्छ अरे। अनि पाइथनमा चाहिँ हामीले धेरै जसो चाहिँ स्मल लेटरले स्टार्ट गर्छौँ, धेरै जसो है। आइडेन्टिफायरको अगाडि चाहिँ नम्बर हुनु हुँदैन, अनि लेटर डिजिट अन्डरस्कोर हुनसक्छ। अनि हामीले चाहिँ धेरै जसो अन्डरस्कोरले चाहिँ वर्ड सेपरेट गर्छौँ कि। जस्तो म देखाउँछु एउटा कुरा है। जस्तो मैले एउटा चाहिँ बुक लेख्दैछु अरे होइन, माई बुक भनेपछि मैले यसरी लेख्छु कि आफ्नो मेरो बुकलाई राख्नु पऱ्यो भने चाहिँ जस्तो माई अन्डरस्कोर बुक भनेर कि, माई हुने भयो, यो सानो लेटरमा छ। अनि अन्डरस्कोर भनेको चाहिँ यसलाई हामीले स्नेक केस भन्छौँ बेसिकली पाइथनमा, यस्तो वाला हामीले युज गर्छौँ। त्यो भयो। स्पेसल क्यारेक्टरहरू एलाउड छैन, अनि त्यो भयो। अनि हामीले मैले जे नाम दिँदैछु नि, अब जस्तो मेरो बुकको नाम चाहिँ डेफ हुन पाएन कि, मेरो बुकको नाम चाहिँ इफ हुन पाएन, मेरो बुकको नाम रिटर्न हुन पाएन, त्यस्तो कुराहरू हो कि। त्यो चाहिँ
पाइथनले रिजर्भ गरेको किवर्डहरू हो। त्यो भयो। अनि भ्यारिएबलको कुरा गरौँ। भ्यारिएबलहरू भनेको कस्तो भन्दाखेरि भ्यारिएबल भनेको कुनै एउटा कन्टेनर हो भनेर बुझौँ न, सबभन्दा सजिलो चाहिँ होइन। जस्तो एक्स भनौँ न, एक्स इक्वल्स टु 10 लेखौँ अनि बुझौँ के भइरहेछ भनेर। सपोज यो 10 भन्ने भ्याल्यु छ, मैले केहीमा स्टोर गर्नु छ भने चाहिँ मैले त्यो स्टोर गरेको जुन डब्बा छ नि त्यो डब्बालाई चाहिँ मैले एक्स भन्न मिल्छ कि। अब यो भ्यारिएबल हो, यहीँ लेखिरहेको चाहिँ भ्यारिएबल हो भनेर। भनेको भ्यारिएबलले कुनै एउटा भ्याल्यु स्टोर गर्न सक्छ कि। भ्याल्यु चाहिँ नम्बर हुन पनि सक्छ, टेक्स्ट हुन पनि सक्छ है। जस्तो अर्को भ्यारिएबल लिऊँ न, वाइ इक्वल्स टु, अब यो यसमा चाहिँ सपोज केही नाम दिउँ कि हेलो दिस इज समथिङ। अब यो टेक्स्ट छ नि, यो टेक्स्टलाई चाहिँ मैले छेउछाउमा चाहिँ कोटहरू राखिरहेको छु अनि स्टोर चाहिँ यसमा गरिरहेको छु कि। यति बेला वाइ पनि भ्यारिएबल नै हो कि। अब के स्टोर गरेछ भन्ने कुरा मात्रै फरक हो कि है, तर भ्यारिएबल त भ्यारिएबल हो नि। जस्तो सी इक्वल्स टु फल्स भनौँ न, यो पनि भ्यारिएबल हो नि सी भन्ने नि, तर योपालि चाहिँ यसले ट्रु फल्स भनेर फल्स होल्ड गरिरहेछ कि। यसरी फरक फरक टाइपको भ्यारिएबल हुन्छ। भ्यारिएबल भनेको बेसिकली यसमा कुनै एउटा डेटा हुन्छ, कन्टेनर हो कि। एक्स भन्ने बित्तिकै हामीले 10 बुझिन्छ कि, वाइ भन्ने बित्तिकै यो पुरै बुझिन्छ कि, सी भन्ने बित्तिकै यो पुरै बुझिन्छ कि। त्यो भयो होइन। त्यस्तै भ्यारिएबल भनेको के रहेछ भन्दाखेरि एउटा लोकेसन हो, मेमोरीको लागि लोकेसन हो जुनले चाहिँ डेटा स्टोर गर्छ। अनि यो डेटा छ नि, यहाँ अहिले मैले 10 भनिरहेको छु, एकैछिनपछि मैले गएर एक्स इक्वल्स टु यो भन्न पनि मिल्छ कि। अगाडि नम्बर थियो, अब आएर मैले यहाँ टेक्स्ट राखेँ कि होइन। यो डाइनेमिक वाला भन्थ्यौँ नि हामीले अगाडि, टाइप्सहरू डाइनेमिक हुन्छ भन्थ्यौँ नि पाइथनमा, यो त्यही हो है। अरू ल्याङ्ग्वेजहरूमा चाहिँ यस्तो गर्नु पाइँदैन नि। यदि एक्समा नम्बर छ भने तल गएर नम्बर नै हुनुपर्छ भन्छ कि ल्याङ्ग्वेजले, अरू ल्याङ्ग्वेजहरूले। त्यस्तो पाइथनमा छैन होइन। डाइनेमिकली टाइप ल्याङ्ग्वेज यो भर्खर भने मैले, त्यो भइहाल्यो। अनि अर्को कुरा चाहिँ मल्टिपल एसाइनमेन्ट गर्न मिल्छ। जस्तो ए कमा बी इक्वल्स टु 2, 3, यो एउटै लाइनमा गर्नु पनि मिल्छ, अथवा ए इक्वल्स टु 2 भनेर अनि अलिकति तल गएर बी इक्वल्स टु 3 भन्न पनि मिल्छ है। यो चाहिँ फाइदा छ हामीलाई। यसरी मल्टिपल एसाइनमेन्ट भन्छ यसलाई। अनप्याकिङको कन्सेप्ट पनि यही हो है। यदि यहाँभित्र केही दुईवटा कुरा छ भने चाहिँ यसलाई सिधै अनप्याक गर्न मिल्छ, त्यो छ। अनि त्यस्तै टाइप हेर्न पनि मिल्छ हामीले। यो भ्यारिएबलको टाइप के हो त नि भनेर हेर्नको लागि टाइप ब्र्याकेटमा अनि त्यो एक्स गरेर टाइप हेर्न मिल्छ। भ्यारिएबल डिलिट पनि गर्न मिल्छ, त्यो खासै युज गरिँदैन। डेटा टाइप्सको कुरा गर्ने भने चाहिँ पाइथनमा डेटा टाइपहरू त्यस्तो हामीले आफैले डिक्लेयर गर्ने भन्ने चलन चाहिँ छैन। इन्ट्सबाट गर्नु मिल्छ, तर धेरैले गर्दैनन्। रिसेन्ट कन्सेप्ट भयो, त्यही भएर टाइप कास्टिङ भन्ने छ। हामीले एउटा टाइपबाट अर्को टाइपमा कन्भर्ट चाहिँ गर्न मिल्छ है, त्यो गर्न मिल्छ। जस्तो म एउटा कुरा देखाउँछु। जस्तो ए इक्वल्स टु 10 भनौँ, अनि त्यसपछि यो ए को टाइप हेरौँ न, टाइप अफ ए भनौँ न, प्रिन्ट टाइप अफ ए के रहेछ त टाइप भनेर हेरौँ। पाइथन मेन डट पाइ, यसरी क्लास इन्ट रे है, भनेको इन्ट टाइप रहेछ कि, इन्टिजर टाइप रहेछ त्यसको चाहिँ। सपोज एमा चाहिँ अहिले मैले यसरी अनि बिचमा केही टेक्स्ट राखेँ भने चाहिँ यसको टाइप के हुन्छ होला, एसटिआरले चाहिँ यो भनेको स्ट्रिङ हुन्छ अरे। स्ट्रिङ भनेको एउटा फ्यान्सी नाम हो जुनले चाहिँ यो टेक्स्ट हो भनेर बुझाउँछ कि। यो टेक्स्ट हो भने चाहिँ यसलाई हामीले स्ट्रिङ भन्छौँ भनौँ। यो कुनै नम्बर छ भने चाहिँ हामीले यसलाई इन्टिजर हो भन्छौँ। अनि त्यस्तै डट हुन पनि सक्छ नि होइन। डट छ भने चाहिँ फ्लोट भन्छ कि, डेसिमल छ भने चाहिँ त्यस्तोलाई हामीले फ्लोट भन्छौँ कि। त्यो भयो। अनि हामीले पाइथनमा एक्सप्लिसिटली एउटा टाइपबाट अर्को टाइपमा कन्भर्ट पनि गर्न मिल्छ। अगाडि जस्तो कुनै एउटा के भन्छ, जस्तो यो फ्लोट छ नि, यो फ्लोटलाई मैले जस्तो सपोज यो चाहिँ मेरो एउटा इन्टिजर छ होइन। यो इन्टिजरले सपोज मैले अब कुनै के भन्छ स्ट्रिङमा कन्भर्ट गरेँ कि भने, अनि बी भनेर के सपोज होइन, बी भनेर अनि त्यसपछि मैले स्ट्रिङ भनेर ए लिएँ भनेको। मैले ए थियो, यसलाई चाहिँ मैले स्ट्रिङ बनाएँ सुरुमा, अनि त्यो भ्यालु चाहिँ लगेर मैले बीमा राखेँ कि। अब त्यही कुरा प्रिन्ट गरेर हेरौँ न, बीमा के छ भनेर प्रिन्ट गरौँ न। प्रिन्ट टाइप अफ बी भनेको सुरुमा के हुनु पऱ्यो भन्दाखेरि चाहिँ पहिला ए को टाइप के छ इन्टिजर देखाउनु पऱ्यो। त्यसपछि बीमा त एलाई हामीले स्ट्रिङ बनाएको छौँ अनि स्ट्रिङ हेर्न खोजेछौँ नि, भनेपछि बी को टाइप के हुनु पऱ्यो, स्ट्रिङ हुनु पऱ्यो होइन। भनेपछि पहिला इन्टिजर छ त्यसपछि स्ट्रिङ छ। यो भयो। एउटा टाइपलाई अर्को टाइपमा कन्भर्ट गर्ने प्रोसेसलाई हामीले टाइप कास्टिङ भन्छौँ कि, त्यो हो। अनि यो कहिलेकाहीँ चाहिँ आफै पनि हुन्छ है। जस्तो कुनै फङ्सन्सहरूले चाहिँ इन्टिजर लिने अनि रिटर्न गर्दाखेरि स्ट्रिङ रिटर्न गर्न पनि सक्छ, अथवा फ्लोट रिटर्न गर्न सक्छ। त्यो भर्नै हुँदैन कि
कुन फङ्सनले के लिन्छ के रिटर्न गर्छ हामीलाई ठ्याक्कै थाहा हुँदैन। अनि त्यो चेक गर्नुपर्छ है, त्यो हरेक फङ्सनले कुनले के रिटर्न गरिरहेछ है भनेर सबै हेर्नुपर्छ कि। जस्तो यहाँ भनेछ नि, जस्तो स्ट्रिङ भन्नेले के लिन्छ के दिन्छ भनेर जस्तो होभर गऱ्यो भने चाहिँ इट रिटर्न्स ए रिजल्ट अफ द अब्जेक्ट डट एसटिआर भन्ने छ होइन। त्यही डिफल्ट इन्कोडिङ चाहिँ UTF-8 हुन्छ अरे। इरर्स त्यो योहरू भयो होइन, यो कुराहरू चाहिँ ख्याल गर्नुपर्छ कि हामीले के चाहिँ रिटर्न गरिरहेछ। जस्तो यसले अब इन्टिजर लिएर मैले यहाँबाट स्ट्रिङ गर्दाखेरि अब कुनैको लागि डिफल्ट भ्यालु 0 हुन्छ कि होइन, अनि टाइप के हुन्छ त्यो कुरा चाहिँ एकदम ख्याल गर्नुपर्छ कि सुरुदेखि नै, कि भ्यालु यो हुन्छ टाइप यो हुन्छ भनेर ख्याल गर्नु पऱ्यो। अनि अर्को कन्स्ट्यान्ट हुन्छ। कन्स्ट्यान्ट भनेको त्यस्तोवाला भ्यारिएबलहरू जुनको चाहिँ भ्यालु चेन्ज हुँदैन एक्जिक्युसनमा भनिन्छ कि। अब हेरौँ है, जस्तो सपोज मलाई थाहा छ पाईको भ्यालु 3.141617 जस्तो के हुन्छ होइन, यस्तो हुँदै जान्छ। अब यो पाईको भ्यालु चाहिँ सपोज चेन्ज हुनु भएन कि मेरो प्रोग्रामभरि भने यो त कन्स्ट्यान्ट भनेर राख्नु पऱ्यो नि। अनि कन्स्ट्यान्टलाई चाहिँ हामीले क्यापिटल लेटरमा राखिन्छ कि, अनि यसले चिन्छ कि आफै पाइथनले यो कन्स्ट्यान्ट हो भनेर। जस्तो मैले सानो अक्षरमा लेखेँ भने चाहिँ भ्यारिएबल भन्छ होइन, ठुलो अक्षरमा लेख्यो भने चाहिँ कन्स्ट्यान्ट भन्छ कि। यो मेरो अहिले चाहिँ यो इन्टेलिजेन्सले चिनिरहेको यो एक्सटेन्सनले चिन्या हो, खास पाइथनको एक्सटेन्सनले चिन्या हो। तर पाइथन ल्याङ्ग्वेजको कुरा गर्ने भने चाहिँ पाइथन ल्याङ्ग्वेजमा कन्स्ट्यान्टको लागि कन्स्ट्रक्ट छैन कि। भन्न खोजेको कन्स्ट्यान्ट्सहरू यत्तिकै के भन्छ राम्ररी इन्फोर्स गर्दैन कि। जस्तो हेरौँ है, जस्तो यो पाइ छ नि, यो पाइलाई तल मुनि गएर मैले अरू कुनै भ्यालुएसन गर्नु पनि मिल्छ कि। पाइथनमा चाहिँ फेर्नु मिल्छ कि। कन्स्ट्यान्ट भनेछ तर मैले लिटरली यसको भ्यालु फेरिरहेको छु कि होइन, फेर्न नमिल्नु पर्ने हो नि त। जस्तो यो 3.14 भनेपछि त यो पनि यो यस्तो गर्दाखेरि एरर आयो भन्नु पर्ने हो नि त। तर भन्दैन होला कि है, चेक गरौँ न, भन्दैन नि एरर आयो भनेर भन्नुपर्ने हो नि त। खास यो चाहिँ एउटा डिजाइन फ्ल जस्तो हो कि पाइथनको, त्यो ख्याल गर्नुपर्छ हामीले। पाइथनमा यो चाहिँ हामी आफूले युजरले इन्फोर्स गर्नुपर्ने कुरा हो कि, यो ख्याल गर्नु पऱ्यो है। अनि यो कन्स्ट्यान्ट्सहरू पाइथनमा चाहिँ ट्रु कन्स्ट्यान्ट हुँदैन कि। भनेको हामीले भन्नको लागि त कन्स्ट्यान्ट हो कसरी चिन्छौँ भन्दाखेरि क्यापिटल लेटरमा राख्छौँ, अप्पर केस लेटरमा राख्छौँ, अनि त्यही भएर कन्स्ट्यान्ट हो भन्छौँ। तर ट्रु कन्स्ट्यान्ट होइन, त्यो ख्याल गर्नु पऱ्यो। अप्पर केस लेटरमा लेखिन्छ, तर अप्पर केस लेटरमा नलेखे नि कन्स्ट्यान्ट त कन्स्ट्यान्टै हो है। यो हाम्रो कन्भेन्सन हो कि। जस्तो यो चाहिँ हाम्रो बानी पार्नुपर्ने कुराहरू हो कि। जस्तो धेरै जसोहरूले चाहिँ लेख्दा आफै सिकिरहेको हुन्छन् कि। जस्तो कन्स्ट्यान्टहरूलाई चाहिँ क्यापिटलमा अप्पर केसमा लेख्छन् होइन, युआरएल एन्ड पोइन्टरहरूलाई चाहिँ अप्पर केसमा लेख्छन्, छुट्टै फाइलमा स्टोर गर्छन्। त्यो कुराहरू चाहिँ बानी बसाएको राम्रो। अनि पाइथनले चाहिँ फरक के अरे हामीलाई चेन्ज गर्नबाट रोक्दैन, तर हामीले चाहिँ चेन्ज गर्नु हुँदैन भन्ने कुरा हो कि। पाइ भयो, ग्राभिटी भयो, म्याक्स लिमिट भयो, हुन्छ नि यो कुराहरू। त्यस्तै अरू कुरा रिप्रोड्युसिबिलिटीको लागि त्यस्तो कुराहरू। लिटरल्स इन पाइथन भन्छ। लिटरल भनेको चाहिँ यो भ्याल्युजहरू हो हामीले जुन चाहिँ हामीले आफूले लेखिन्छ कि। जस्तो मैले यहाँ A अघि 10 लेखिरहेको थिएँ नि, ए चाहिँ एउटा लिटरल हो कि। मैले लिटरली लेखिरहेको छु कि आफैले, त्यही भएर यसलाई लिटरल भनिन्छ कि। त्यो होभर गऱ्यो भने देखाउँछ। ए भनेको एउटा भ्यारिएबल हो, लिटरल हो त्यो हो। यो भनेको चाहिँ त्यो डेटा हो जुन चाहिँ चेन्ज हुँदैन भनेछ। अब तर चेन्ज चाहिँ हुन्छ है। के छ भन्दाखेरि फरक टाइपको लिटरल छ कि। के को आधारमा भन्दाखेरि यसमा डेटा के छ त नि त्यसको आधारमा। अब यदि नम्बर छ भने त्यो न्युमेरिक लिटरल हो, स्ट्रिङ छ भने स्ट्रिङ लिटरल हो, बुलियन छ भने बुलियन लिटरल हो। बुलियन भनेको ट्रु फल्स है, ट्रु फल्स भइदियो भने चाहिँ बुलियन भनिन्छ हामीले। अनि स्पेसल लिटरल फरक हुनसक्छ, भ्यालु भएन नि, भ्यालु नभएकोलाई हामीले नन भन्छौँ। कलेक्सन लिटरल यसमा अरू केही हुनसक्छ, डिक्सनरी लिस्ट यताउता यो हामीले हेर्छौँ सुस्त होइन। अहिले हेरौँ न, लिस्ट भनेको चाहिँ त्यस्तोवाला कन्टेन्टहरू जुनमा एउटाभन्दा बढी भ्यालु हुन्छ होइन, 1 2 3 छेउमा डब्बा छ बिग ब्र्याकेट। टुपल भनेको चाहिँ त्यही हो, यसमा यो नि लिस्ट जस्तै नै हो। यसमा नि भ्याल्युजहरू हुन्छ, छेउमा चाहिँ प्यारेन्थेसिस हुन्छ। अनि त्यस्तै अर्को छ सेट भन्ने, यसमा चाहिँ कर्ली ब्र्याकेट छ। यिनीहरू सबैमा अलिकति केही न केही फरक छ। हामी अब यो डेटा टाइप हेर्ने बेलामा चाहिँ हेर्छौँ। अहिले यसपछि नै अर्को स्लाइड्सहरूमा छ होला पछि, त्यही भएर मैले खासै ख्याल गरिनँ। तर त्यही लिटरलको धेरै टाइप छ भनेर बुझ्नु पऱ्यो कि हामीले। बेसिकली भ्यारिएबल हो जुनको चाहिँ फरक भ्यालु होल्ड गर्न सक्छ, कम्प्लेक्स हुन सक्छ, यहाँ रहेछ त्यो भयो। अनि अपरेटर्समा जाऊँ। अपरेटर्स भन्नाले प्लस माइनस इन्टु डिभाइड जस्तो हुनसक्छ, जुन चाहिँ एरिथमेटिकवाला अपरेसन्सहरू भयो। यो पर्सेन्टेज भनेको चाहिँ मोडुलस अपरेटर हो, अनि यो चाहिँ एक्सपोनेन्सिएसनको अपरेटर हो। अनि रिलेसनल छ, रिलेसनलमा हामीले बराबर छ कि
नट इक्वल छ कि ग्रेटर देन लेस देन छ कि त्यो चेक गर्न मिल्छ लजिकलमा एन्डर जस्तो कुराहरू चेक गर्न मिल्छ एसाइनमेन्टमा एसाइन गर्न मिल्छ मेम्बरसिपमा केहीमा छ कि छैन भनेर हेर्न मिल्छ आइडेन्टिटीमा हो कि होइन जस्तो कुराहरू चेक गर्न मिल्छ त्यो कुराहरू हामीले हेर्छौँ है यो सुस्तो हेर्दै हेर्दै जान्छौँ अहिलेको लागि सबै हेर्नको लागि भयो स्लाइड कभर गर्नको लागि अनि डिलिमिटर भनेको चाहिँ सेपरेटर्सहरू हो डिलिमिटर्सहरू के छ भन्दाखेरि चाहिँ प्यारेन्थेसिसहरू छ ब्र्याकेटहरू हामीले युज गर्छौँ स्क्वायर ब्र्याकेट डब्बाहरू यो चाहिँ लिस्टहरूमा युज गरिन्छ कर्ली ब्रेसेसहरू यो चाहिँ डिक्सनरीमा युज गरिन्छ त्यो हामीले हेर्छौँ सुस्त कमा छ कोलन छ यो धेरै जे फरक कुराहरू रहेछ कि होइन यिनीहरूलाई हामीले डिलिमिटर भन्दो रहेछौँ अब इनपुट र आउटपुटतिर जाऊँ सबै हेर्दै जाऊँ अनि प्र्याक्टिकलतिर एकैछिनमा म त्यो कोड गरेर देखाउँछु पाइथनमा बिल्ट इन फङ्सन्सहरू हुन्छ इनपुट लिनलाई त्यस्तै आउटपुट देखाउनको लागि होइन त्यो कुराहरू यो चाहिँ एकचोटि हेरौँ ल जस्तो इनपुट लिन मिल्छ भनेर छ है जस्तो इनपुट भन्ने यो फङ्सन छ नि फङ्सन भनेको चाहिँ जहिले पनि यो ब्र्याकेट हुन्छ कि फङ्सनमा चाहिँ त्यसरी चिन्ने हो कि जस्तो यसरी मैले इनपुट भनेर केही इनपुट लिएँ भने चाहिँ जस्तो सपोज यहाँ इन्टर यो नेम भनेर यसरी केही इनपुट लिएँ भने चाहिँ अब यो पाइथन प्रोग्राम मैले रन गरेँ भने चाहिँ त्यसले मस्त केही इनपुट सोध्छ कि त्यही गर्नु चाहिँ केही नै गरेको छैन नि त मैले लिएको इनपुट तर इनपुट मलाई चाहियो अरे सपोज मैले यहाँबाट युजरको नाम लिएँ युजर अन्डरस्कोर नेम इक्वल्स टु भनेर लिएँ अनि तलतिर केही प्रिन्ट गर्न खोजेँ कि यो त्यही युजरको नाम प्रिन्ट गरेँ भने चाहिँ अब मैले जे नाम दिन्छु नि एबिसी दिन्छु एबिसी भन्छ कि यसरी त्यो चाहिँ गर्न मिल्छ कि हामीले यसरी इनपुट लिन मिल्छ भनेर देखाएको है त्यो गर्न मिल्यो आइडी भन्ने फङ्सन छ आइडी भन्ने फङ्सनले चाहिँ अब पाइथनमा हरेक जे कुरा पनि एउटा अब्जेक्ट हो कि जस्तो यो छ नि यो पनि एउटा अब्जेक्ट हो होइन यो प्रिन्ट भन्ने पनि एउटा अब्जेक्ट हो अब यो अब्जेक्टको आइडी हुन्छ कि एउटा त्यो आइडी हेर्न मिल्छ कि के छ कति छ यताउता भनेर जस्तो मलाई हेर्नमा लाग्यो भने चाहिँ मैले आइडी भन्नुपर्छ अनि त्यो युजर नेमको भनेर भनौँ न युजर नेमको यसरी चाहिँ हामीले कम्पेयर गर्न मिल्छ कि यो रहेछ कि होइन आइडी त्यसको त्यो अब्जेक्टहरू दुईवटा अब्जेक्टहरू एउटै हो कि होइन भनेर चेक गर्न मिल्छ कि यसले चाहिँ त्यो अब्जेक्टको एड्रेस रिटर्न गर्छ त्यो कहिले काम लाग्ने कुरा हो जस्तो आइडी फेरि कि फेरिएन भनेर चेक गर्न मिल्छ कि प्रोग्राम रन हुने बेलामा चाहिँ पछि यदि चेन्ज भएछ भने चाहिँ अर्कै अब हेरौँ यहाँ आइडीमा हेरौँ युनिक आइडेन्टिफायर हुन्छ भनेर छ त्यो भइहाल्यो अनि यसमा एउटा कुरा छ जस्तो यहाँ लिस्ट 1 मा 1 2 3 छ लिस्ट 2 मा 1 2 3 छ हेऱ्यो भने भ्यालु त एउटै छ नि त तर यिनीहरूको लागि फरक मेमोरी लोकेसन एसाइन भएको हुन्छ कि त्यही भएर यो भन्नाले यो LST1 को चाहिँ फरक हुन्छ मेमोरी लोकेसन LST2 को फरक मेमोरी लोकेसन हुन्छ त्यही भएर यिनीहरूको आइडी चाहिँ फरक हुन्छ कि पाइथन कसरी लेख्ने भनेर त्यसमा पाइथनमा चाहिँ स्ट्यान्डर्ड एउटा गाइड जस्तो छ पाइथन स्टाइल गाइड अब यो फलो गरेन भने नि खासै हुने त केही हैन वार्निङ आउँछ आउनलाई तर फलो गरेको राम्रो हो रेकमेन्डेड गाइडलाइन हो यो किन भन्दाखेरि रिडेबल बनाउँछ मेन्टेनेबल हुन्छ कोलाबोरेसनको लागि सजिलो हुन्छ जस्तो मैले युज गर्ने प्र्याक्टिसेस र अरूले युज गर्ने प्र्याक्टिसेस एउटै भइदियो भने हामीलाई सजिलो हुन्छ नि बुझ्नलाई जस्तो मैले चाहिँ सपोज कन्स्ट्यान्ट्सहरू चाहिँ फाइलको माथि राख्छु रे भनौँ न यसरी अनि सपोज मैले एन्ड पोइन्ट्सहरू चाहिँ माथि नै राख्छु रे कि जस्तो एन्ड पोइन्ट भन्नाले जस्तो मैले केही रिसोर्सहरू हुन्छ नि माथि राख्छु रे सपोज मैले पासवर्ड चाहिँ कुनै अर्को फाइलमा लुकाएर राख्छु रे हुन्छ नि त्यस्तो कुराहरू अब त्यो अनि त्यस्तै मैले इम्पोर्ट्सहरू चाहिँ मैले माथि राख्छु रे सपोज फाइलको टपमा हैन यसरी इम्पोर्ट नम्बर भनेर नम्बर युज गर्नु छ भने अनि त्यसपछि कन्स्ट्यान्ट राख्छु रे अनि त्यसपछि बल्ल मैले के कोड छ भने कोड राख्छु रे त्यस्तै मैले कमेन्टको लागि चाहिँ मैले यस्तो वाला कमेन्ट ह्याश वाला राख्छु रे घरिघरि चाहिँ मैले त्यो डक स्ट्रिङ तीनटा वाला युज गर्छु रे त्यो हुन्छ नि यो सबै कन्भेन्सनल कुराहरू हो कि अरूसँग काम गर्न सजिलो हुन्छ कि त्यसको लागि हो अब रुल्सहरू हेर्यो भने चाहिँ यहाँबाट हेर्दा नि हुन्छ अनि पेप स्टाइल गाइड यहाँ छ यहाँबाट चाहिँ गर्दा नि हुन्छ यो डकुमेन्टेसन चाहिँ हेर्ने बानी बसाल्नुपर्छ है अनि हेऱ्यो भने सर हेऱ्यो भने नाम देखे जस्तो छ नि गिडो भ्यान रोसम देखे जस्तो नाम छ यो हामीले फोटो पनि हेरेको थियौँ अघिल्लो स्लाइडमा उसले चाहिँ पाइथन बनाएको भनेर एबिसीबाट बनाएको भनेर भन्दै थियौँ त्यो भयो अनि इन्ट्रोडक्सनमा गयो भने चाहिँ कसरी कोड गर्ने भनेर कन्भेन्सन्सहरू दिन्छ अरे कि डकुमेन्टले अनि यहाँ चाहिँ यसमा पनि के भन्छ अपडेट्सहरू आइरहेको हुन्छ कि त्यो अनि के छ भनेछ हैन जस्तो के छ भनेछ भन्दाखेरि चाहिँ रिडेबिलिटी एकदमै राम्रो कुरा हो अनि मेन कुरा कन्सिस्टेन्सी हो कि जस्तो
आफूले चाहिँ कसरी लेखिन्छ नि त्यो हरेकचोटि चाहिँ कन्सिस्टेन्ट हुनुपर्छ कि त्यो अब जस्तो पाइथन अलि सिकिसकेपछि यो कुराहरू म्याटर गर्ला तर त्यही त्यो गाइडलाइनहरू चाहिँ इग्नोर गर्नु भएन अथवा गाइडलाइन्सहरू फरक कम्पनीहरूको फरक गाइडलाइन हुन्छ है जस्तो लिपफ्रगको कोड गर्नको लागि आफ्नो गाइडलाइन छ कि उनीहरूको यो सायद जेनरल कोडिङ गाइडलाइन्स यहाँ गएर हेऱ्यो भने चाहिँ यिनीहरूको आफ्नो गाइडलाइन छ जस्तो पाइथनको लागि चाहिँ अब कसरी लेख्ने भनेर इन्भाइरोमेन्ट आइसोलेसनको लागि छ होइन जस्तो के छ पाइएनभी युज गर्ने रे होइन भर्चुअल एनभी युज गर्ने रे भिएनभी युज गर्ने रे पिप इन्स्टल गर्ने रे कि पोएट्री कि पिप होइन डिपेन्डेन्सी म्यानेजमेन्टको लागि त्यस्तै नाम कसरी दिने जस्तो प्रोजेक्ट स्ट्रक्चरहरू कसरी दिने रुटमा के राख्ने होइन त्यो कुराहरू योहरू युज गर्ने भनेको छ त्यस्तै प्र्याक्टिसेस र टुल्सहरू जेनरल गाइडलाइनहरू पेप के फलो गर्ने यिनीहरूले पेपको कुरा गरेको छैन यिनीहरूको आफ्नै गाइडलाइन छ स्पेस र विड्थ 4 राख्ने सधैँ होइन अनि के भर्छ के युज गर्ने के युज नगर्ने के युज गर्ने त्यो कुराहरू के कसरी लेख्ने होइन यताउता त्यस्तै टुल्स र लाइब्रेरिजहरू यताउता के छ यो कुराहरू चाहिँ अनि डकस्ट्रिङ अघि हामीले भन्दै थियौँ डकस्ट्रिङ चाहिँ यो कुराहरूको लागि युज गर्ने अनि अरूको लागि नगर्ने जस्तो यहाँ चाहिँ डकस्ट्रिङ युज गरेछ यहाँ पनि डकस्ट्रिङ युज गरेछ त्यो कुरा भयो त्यस्तो कुराहरू छ होइन योहरू चाहिँ हेर्नु पऱ्यो सर्च गर्नु पऱ्यो अनि यो फरक कम्पनीहरूको चाहिँ फरक हुन्छ कि अनि सबैले चाहिँ यसरी अनलाइन दिएको हुँदैन कि जस्तो लिपफ्रगको कोडिङ गाइडलाइन्सहरू चाहिँ यहाँ छ होइन यिनीहरूले होस्ट गरेर राखेको छ यो के हो सायद रिमार्क हो कि त्यस्तै केही जस यो टेम्प्लेट बनाएर राखेको छ यिनीहरूले चाहिँ तर त्यही भएको कुरा चाहिँ युज गर्नु पऱ्यो कि जस्तो लगिङ युज गर्ने होइन यो पछिको लागि कुराहरू भयो बेसिक छ तर यो कुराहरू चाहिँ आफूले थाहा हुनुपर्छ कि आफूले लेख्नेवाला क्वालिटी चाहिँ राम्रो हुनुपर्छ सुस्त त्यो मेन गोल चाहिँ त्यो छ अनि त्यसपछि यहाँ सर हेऱ्यो भने यसरी लेख्ने करेक्ट यस्तो इनकरेक्ट यस्तो भनेर भनेछ कि पेप स्टाइल गाइडमा यो कुराहरू छ होइन यो कुराहरू ख्याल गर्नु पऱ्यो सर्च गर्नु पऱ्यो त्यो भयो अनि यो चाहिँ पेपेटको रुल हो अघिकै रुल हो यो चाहिँ स्लाइडमा छ अनि यसमा के भन्छ भन्दाखेरि चारवटा स्पेसेस हुनुपर्छ ट्याब्सहरू युज गर्नु हुँदैन किन भन्दाखेरि चाहिँ फरक एडिटरमा फरक हुन्छ जस्तो VS कोडमा चाहिँ एउटा ट्याब बराबर 4 स्पेस हुनसक्छ अरूको सेकोमा 3 स्पेस हुनसक्छ होइन सबलाइन एडिटरमा फरक हुनसक्छ डिफल्ट फरक हुनसक्छ कि कुनैको त्यो भएर ब्रेक नहोस् भनेर चाहिँ हो अर्को चाहिँ लाइन धेरै लामो लाइन हुँदैन लाइन ब्रेक गर्नुपर्छ त्यो छ क्यारेक्टर्सहरूको पनि लिमिट छ तर यो चाहिँ एडिटर अनुसार पनि हुन्छ आफ्नो प्रोजेक्ट अनुसार आफ्नो हिसाबले राख्दा हुन्छ केही छैन भने डिफल्ट राख्दा हुन्छ अनि नर्मल चाहिँ हामीले कुनै एउटा फर्मेटर नै युज गरिरहेको हुन्छौँ ब्ल्याक जस्तो अनि त्यही फर्मेटरले चाहिँ हाम्रो लागि त्यो सबै कुराहरू ह्यान्डल गर्छ कि यो पेप स्टाइलहरू चाहिँ अनि त्यही भएर धेरै सोच्नु पर्दैन जस्तो के छ कुन कोड फर्मेटर युज गर्छ भन्दाखेरि चाहिँ ब्ल्याक युज गर्दा हुन्छ सजिलो धेरै जसले ब्ल्याक युज गर्छन् अथवा रफ युज गर्न मिल्यो जुन युज गर्दा नि भयो तर एउटा युज गर्ने सबै युज गर्ने होइन एउटा युज गर्ने अनि गिटहबमा अपस्ट्रिम राख्दा पनि हुन्छ त्यो चाहिँ गर्दा पनि भयो अनि अर्को चाहिँ ब्ल्याङ्क लाइनहरू चाहिँ कतिवटा राख्ने के कस्तो राख्ने यताउता कुराहरू जस्तो यहाँ इक्जाम्पल देखाइरहेको छ है जस्तो एउटा यस्तो फङ्सन र अर्को फङ्सनको बिचमा यसरी स्पेस वाइट स्पेस राख्नु पऱ्यो यस्तो स्पेस नराखेको गर्नु भएन भनेर भनिरहेको छ कि त्यो भयो एउटा लाइन दुईवटा लाइन राख्ने त्यो कुराहरू अनि इम्पोर्ट्सहरू केही छ भने चाहिँ इम्पोर्टहरू सबै चाहिँ माथि राख्नु पऱ्यो कि त्यो छ अनि नेमिङ कन्भेन्सनहरू नेमिङ गर्ने अघि हामीले भनेको वाला नेमिङ कन्भेन्सनहरू हो अनि यहाँ क्यामेल केस भनेको छ तर पाइथनमा हामीले नर्मली स्नेक केस नै युज गरिन्छ त्यो के अरे फङ्सनको लागि स्नेक केस तर क्लासको लागि चाहिँ यो क्यामेल केस युज गरिन्छ है त्यो क्यामेल केस भन्नाले यो हरेक वर्डको फर्स्ट लेटर क्यापिटल गरिन्छ कि जाभास्क्रिप्टमा नि यही कन्भेन्सन छ वाइट स्पेस युज गर्ने जस्ट रिडेबल हुनु पऱ्यो कि त्यो हो अनि कमेन्ट्सहरू एज पछि गर्नु पऱ्यो अनि कमेन्टमा चाहिँ जस्तो यदि फङ्सन नै त्यो रिडेबल छ सपोज एड भन्ने फङ्सन छ जस्तो सपोज म एउटा इक्जाम्पल देखाउँछु एकदम सिम्पल भन्न सपोज मसँग एउटा फङ्सन छ त्यो फङ्सनले एक्स र वाइ लिन्छ अनि त्यो फङ्सनले रिटर्न गर्ने बेलामा चाहिँ सपोज एक्सलाई वाइसम्म जोड्छ कि भने अब यस्तो टाइपको फङ्सनमा मैले कमेन्ट राखेको राम्रो कि नराम्रो सोचौँ न जस्तो यहाँनिर म गएर एड्स एक्स एन्ड वाइ यस्तो त भन्नु पर्दैन नि होइन यो त एकदम अभियस कुरा छ नि त जस्तो यो कोडले नामबाटै यहीँ चिनिरहेछ कि जस्तो सपोज यहाँ अझै मैले एड टु नम्बर्स भने अझै क्लियर हुन्छ भने मैले यो कमेन्ट राख्नु परेन मैले मेरो
यो जुन नाम छ नि यो नामबाटै क्लियर बनाउन मिल्छ कि यस्तोवाला टाइपको नामहरू दिनु पऱ्यो क्या हामीले। अनि यो एक्स र वाइ छ नि यतिकै राखेको हो नि त। अब यहाँ त्यतिकै जस्तो सपोज मैले फ्लोट पोइन्ट नम यस्तो केही एकदमै गाह्रोवाला टाइपको नामहरू दिनु भएन कि एकदमै रिडेबल बनाउनु पऱ्यो कि सजिलो आफ्नो लागि पनि अरूको लागि पनि। मेन चाहिँ रिडेबिलिटीको कुरा हो कि अब यहाँ खतरा कम्प्लेक्स केही राख्नुपर्छ भन्ने छैन। मेन रिडेबल हुनु पऱ्यो हामीले लेखेको कोड, हामीले बुझ्नु पऱ्यो अरूले बुझ्नु पऱ्यो। अनि जति बढी रिडेबल हुन्छ त्यति बढी क्वालिटीको बुझिन्छ कि कोड चाहिँ, त्यहाँ अरू केही रुल छैन। त्यही भयो नेमिङ कन्भेन्सनको कुरा गर्ने भने चाहिँ जस्तो यहाँ सबै हेऱ्यो भने होइन के छ भन्दाखेरि चाहिँ टोटल मार्क्स इक्वल्स टु 450 रे कति क्लियर छ नि टोटल मार्क्स यति आएको रहेछ भनेर। क्यालकुलेट एभरेज रे भनेपछि योवाला जुन फङ्सन छ नि हामीले फङ्सन लेख्न नहेरेको भए पनि यसले चाहिँ एभरेज क्यालकुलेट गर्दो रहेछ होइन। भनेपछि केही मार्क्सहरू लिन्छ होला 8-10वटा अनि त्यहाँबाट एभरेज निकाल्छ होला। स्टुडेन्ट रेकर्ड एकदम क्लियर छ नि होइन, त्यो कुराहरू भयो। अनि नेमिङको लागि हामीले यहाँ स्मल युज गरेछौँ, स्मल लेटर्सहरू युज गरेछौँ, बिचमा अन्डरस्कोर युज गरेछौँ, तलतिर चाहिँ क्यापिटल युज गरिरहेको छ है। यो इन्करेक्ट भनेछ अहिले भन्नलाई, तर यो पाइथनको लागि इन्करेक्ट हो है। खास कोड रन हुन्छ मजाले, यसरी लेख्न मन लाग्छ भने लेख्न पाइन्छ, आफ्नो इच्छा हो कन्भेन्सन। तर त्यही पेपेटले चाहिँ यसरी नलेख भन्छ कि पेपेट फलो गर्दैछ भन्छ यो गर्न पाइएन, आफ्नो पर्सनल कोड बेस भने चाहिँ गर्न पाइयो।